हजुरको लागि कविता चाहिँ के होला सर, के भन्नुपर्दा? पहिलो तपाईँलाई थ्याङ्क यू हजुर विष्णुजी। सबभन्दा पहिलो कुरा चाहिँ तपाईँले गुरुबार भन्नुभयो, हाम्रो टिचर होइन, यो तपाईँलाई थ्याङ्क यू त्यो सम्मानको लागि चाहिँ। अनि दोस्रो कुरा चाहिँ कविता के हो भन्नुभयो। कविता मलाई कस्तो लाग्छ भने तपाईँ दिनभरिमा तपाईँभित्र हजारौँ भावनाहरू आउँदा हुन्, त्यसमध्येको सबैभन्दा प्योर भावना जे हो त्यो चाहिँ कविता। दिनभरिमा हजारौँ भावनाहरू आउँछन्, हजारौँ सोचहरू आउँछन्, त्यसमा प्योरेस्ट सबैभन्दा सुन्दर फिलिङ चाहिँ कविता हो। र एउटा कविताको सोर्स भनेको चाहिँ मान्छेको मेडिटेसन, ध्यान है। त्यो वैदिक कालदेखि वेदका ऋचाहरूदेखि लिएर अहिलेसम्म पनि जुन कविता मेडिटेसनबाट आएको छैन त्यो कहिले कविता भएकै छैन। त्यसैले कविताको बारेमा चाहिँ मलाई अहिले पनि लाग्छ के भने कति मान्छेहरूले भन्छन् कति बुझ्नु कठिन छ, कति सरल छ। मेरो दृष्टिकोणमा कविता कठिन पनि हुन्छ, कविता सरल पनि हुन्छ, तर कविता बुझिनुभन्दा अगाडि सुन्दर हुन्छ। बुझिनुभन्दा अगाडि त्यसलाई बुझिराख्नु पर्दैन। सुन्दर छ भने अगाडि नै त्यो सौन्दर्यको आभास उसलाई आउँछ। र मलाई कसो लाग्छ भने कविता भनेको चाहिँ सौन्दर्यको आधा चेहरा, यताबाट हेऱ्यो उतापट्टिको आधा सौन्दर्य उतापट्टि लुकेर बस्छ, उता गएर हेऱ्यो यताको आधा सौन्दर्य लुकेर बस्छ। तपाईँले त्यसको टोटल ब्युटी कम्प्लिट जुन सौन्दर्य हो त्यो कहिल्यै देख्नु पाउनुहुन्न है। जहिले पनि त्यसको आधा रहस्यमा त्यसको सौन्दर्य अर्कोपट्टि फर्किबस्छ। कविताको त्यसो भएर त्यसको व्याख्या पनि त अनेक व्याख्या हुनुको कारण त्यही हो नि। एउटा मानिसले आधा चेहरा मात्र देख्छ, अर्को आधा चेहरा अर्कोपट्टि फर्किबस्छ। त्यसो भएर त्यो आर्टलाई मैले चाहिँ कविता मान्छु। हजुर यतिकै बसेन हामी गरिरहेको होइन। इन्टरभ्यू दिए जस्तो गरेर स्वाङ पारेर बोलिरहेको छु मैले। भन्नु मिलेन, गुरुवर भनिएन। तपाईँलाई हामी जस्तो युवा जमातले हेर्छन्, पढ्छन्, तपाईँबाट धेरै कुरा सिक्छन् कि चाहे प्रत्यक्ष होस् अप्रत्यक्ष होस्। तपाईँको लेखन शैलीलाई तपाईँको एउटा दर्शक भएर एउटा पाठक भएर धेरै कुरा सिकिरहेको छ जस्तो मलाई लाग्छ। म चाहिँ स्वयं सिक्छु, हरेक हाम्रा अग्रज कविहरूबाट सिक्ने हो। अन्त यही सिक्ने क्रममा कस्तो लाग्यो त सर दार्जिलिङ प्रथमपल्ट आउने है तपाईँको? म चाहिँ यो दोस्रो पटक हो। अगाडि चाहिँ अर्कै एउटा कलेजको इन्भिटेसन आएको थिएँ। अब म चाहिँ पहिलोपटक यसरी दार्जिलिङलाई चाहिँ मतलब खुल्ला आँखाले चारैतिर हेरेर समय लिएर घुमेर दार्जिलिङलाई स्पर्श गरेको पहिलोपटक हो। सबैभन्दा ठुलो कुरा चाहिँ मलाई के लाग्यो, म हिजोबेलुका जब दार्जिलिङ ओर्ले झोला नदी सम्मेलन त्यहाँको त्यो दुःख निवारण गोर्खा दुःख निवारण सम्मेलनको भवनमा म गएँ। त्यहाँ गएर हेर्छु एकदम यङ मानिसहरूको टिम छ, त्यसमा यङ आर्टिस्टहरू छन्, यङ म्युजिसियनहरू छन्, यङ पोएटहरू छन्, कविहरू छन्, यङ लेखकहरू छन् होइन, सबै यङ छन्। उनीहरूले गरिरहेको त्यो काम हेर्दाखेरि चाहिँ होइन यो दार्जिलिङ त्यसै दार्जिलिङ भएको होइन रहेछ जस्तो मलाई फिल भयो। किन भन्दाखेरि त्यो चाहिँ त नेपालतिर मलाई कस्तो लाग्यो भने यो त्यो पद्धति जो युवाहरू साहित्यमा, कलामा, सङ्गीतमा जसरी एकजुट भएर होइन त्यो एउटा ऐतिहासिक संस्थाको लिड गरेर नेतृत्व गरेर अहिले पनि एक्टिभ छन्, सक्रिय छन् होइन। त तिनीहरूको हृदयमा त आर्ट छ नि होइन। अब यो स्टेसनमा एउटा स्टेसन जस्तो हो कि स्टेसनमा उनीहरूले आर्ट जब हृदयमा बोके, कविता गीत सङ्गीत बोके, ती मानिसहरू जहाँ जाउन् ती मानिस रहन्छन्। सबैभन्दा ठुलो कुरो यो हो नि त होइन। त्यस भएर लिट्रेचर साहित्य चाहिँ एउटा स्टेसन हो, कला चाहिँ एउटा स्टेसन हो जहाँ हरेक व्यक्ति त्यहाँ आइपुग्नुपर्छ कि त्यहाँबाट चाहिँ ऊ नाटक लिएर जाला, सङ्गीत लिएर जाला, कविता लिएर जाला, त्यो मानिस भइरहन्छ जीवनभरि। त्यसको लागि पनि यो स्टेसनमा आउनु जरुरी छ। त्यो दुःख निवारण सम्मेलन, गोर्खा दुःख निवारण सम्मेलन चाहिँ मलाई त्यो स्टेसन जस्तो लाग्यो।
84 वर्षदेखि होइन अनवरत रूपमा त्यो स्टेसनको काम गरिरहेको छ, जहाँबाट राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलको कलाकारहरू होइन साहित्यकार सङ्गीतकारहरू त्यहाँबाट गइरहेका छन्। अनि त्यो मलाई बिचट्टै सुन्दर लाग्यो। र आज जुन कार्यक्रम भयो मेरो लागि चाहिँ एउटा नयाँ लेखनको पद्धति नै नयाँ लाग्यो मलाई। यताको बिम्बको प्रयोग गर्ने तरिका, भाषाको प्रयोग गर्ने तरिका, रिसाइटेसनको तरिका होइन मेरो लागि चाहिँ एउटा नयाँ एक्सपोजर जस्तो भयो। नयाँहरूले पनि एकदम सुन्दर रचनाहरू सुनाउनु हो, विविध रचनाहरू सुनाउनु हो, मेरो लागि त्यो एउटा ठुलो लर्निङ हो। म चाहिँ एकदमै एप्रिसिएट गर्छु। तपाईँको जुन टिम छ एकदम बधाई दिन चाहन्छु। मेरो एउटै मात्रै सुझाव के छ भने जे चिज तपाईँहरूले गर्दै हुन्छ त्यसको असाध्य राम्रो गर्नु होला। हर चिज जे चिज तपाईँ गर्नुहोस् असाध्य राम्रो गर्नु नगर्नुहोस्। मलाई तपाईँले दार्जिलिङ आज तेह्रथुम घुम्ने मात्रै हो भन्नुभयो म यति इन्जोय गरेर हुन्छु नि। मैले त्यसलाई पर्फेक्टली गर्नुपर्छ कि नियर पर्फेक्ट भनौँ न, पर्फेक्ट त गडको हातमा हुन्छ, नियर पर्फेक्ट। मैले आर्टमा चाहिँ त्यही म जे चिज गर्छु त्यो एकदमै ध्यान पुर्याएर गर्छु, गैरिमेल गरेर छोडिदिन्छु। आर्ट होस् या कुनै पनि जीवनको काम त्यो रेस्पोन्सिबिलिटी के होइन। म भात पकाउँदै थिएँ मलाई यो कविता आयो भने सुना त्यस्तो होइन नि त। आर्ट चाहिँ के हल्का चिज हो र कि कसैलाई भात पकाउँदै या कसैसँग गफ गर्दै गर्दै एउटा हुरुरु आइहाल्छ, त्यो हुँदै होइन। मेडिटेसनमा गएर बस्नु मात्रै आउँछ। मेडिटेसन भनेको आँखा चिम्लेर बस्नु मात्रै भने होइन नि त। हरदम त्यो चिज तपाईँभित्र छ, त्यो प्यासन तपाईँभित्र रहिरहेको छ। तपाईँ हिँड्दा हिँड्दै फेक र देख्दा देख्दै त्यो कुरा आउनु सक्छ नि त। त्यो मेडिटेटिभ अवस्थामा आउने हो क्या त्यो चिज, र त्यो चाहिँ आर्ट। अरू बेला त लेख्नेलाई मलाई यी अहिले पनि त कविता लेखिहाल्थेँ नि त, मलाई कहाँ आउँछ त। म कविता लेख्न जान्दो रहेछु त, जान्ने भए त म अहिले पनि लेख्न सक्नुपर्ने त होइन। तपाईँले एकदम लेखेर देखाउनु पर्ने। अहिले म 4 लाइन लेख्नै सक्दिनँ त, कुनै ढङ्गले लेख्न सक्दिनँ। तर प्रेरणाको यस्तो क्षण हुन्छ, इन्सपिरेसनको यस्तो क्षण हुन्छ जुन बेला 200 लाइन 300 लाइन 400 लाइनको कविता एकचोटिमा एउटा फ्लोमा त्यो कसरी सम्भव भयो होला जस्तो लाग्छ आफै नै। यो हरकहरू कसरी लेखियो होला जस्तो लाग्छ आफै नै। मेडिटेसनको क्षण भनेको त्यो हो त। आर्टमा काम गर्ने मान्छेले त्यो वेट गर्नै पर्छ क्या। अनि यो चाहिँ फुटबल खेला जस्तै हो नि। फुटबलको तपाईँ एनर्जी भनेको के हो त? तपाईँ एउटा सामान्य कुरो लिनुहोस्, लियोनल मेसीले के सधैँ गोल मात्रै हानिरहन्छ? हान्दैन, हानिरहँदैन। त्यस भएर कुनै कविता चाहिँ तपाईँले लेख्न थालिसकेपछि या गीत लेख्न थालिसकेपछि एकैचोटि डाङडुङ भन्ने होइन नि त। उसले कसरी खेल्छ त त्यो खेलाडीले? उसको जुन खेलको जुन म्याजिक छ, तपाईँको शब्दको म्याजिक हुनु परेन? अनि गोल नहाले पनि गोलको नजिक पुग्दा पनि मान्छे कति कराउँछ उत्तेजित भएर कि गोलै हाल्नु जरुरत छ त? छैन नि त। गोलको नजिक पुग्नु हो भने पनि त आर्टले त काम गर्छ, एनर्जीले त काम गर्छ। तपाईँको काम त एनर्जी प्रसारण गर्ने हो नि त। तपाईँसँगै एनर्जी छैन भने चाहिँ के प्रसारण गर्नुहुन्छ? त्यसैले एउटा आर्टिस्टसँग एउटा खेलाडीसँग सबभन्दा पहिला चाहिँ इसेन्सियल एनर्जी चाहिन्छ उसँग। मेडिटेसन किन भनेको त त्यो एकाकार जब हुन्छ है मेडिटेसनमा जान्छ। मेडिटेसन जानु भनेको तपाईँको इसेन्सियल एनर्जी भएर आउँछ। त्यो एनर्जीलाई तपाईँले आर्ट मार्फत सेयर गर्नुहुन्छ, मानिसमा लिएर जानुहुन्छ। त्यो चिज चाहिँ कविता भएर आउँछ, त्यो चिज गीत भएर आउँछ, त्यो चिज मान्छेले हृदयमा राखेर लिएर आइन्छ। त्यो चिज हो नि त। अनि त मैले अघि भने नि एकछिनमा कोही चिन्या छैन जस्तो छ। तपाईँले जब रिसाइटेसन गर्नुहुन्छ या एउटा गीत गाउनुहुन्छ होइन, 500 हजारौँ मान्छेहरू त्यहाँ बसेर सबैको प्यारो भन्नुहुन्छ तपाईँ। कति ठुलो शक्ति हुन्छ कि नेताहरू कति हुन्छ त? एकछिनमा भाषण त गर्छ, त्यसपछि गाली गर्न थाल्छन्, सराप्न थाल्छन्। आर्टिस्टहरू त हुँदैन, किनभने उसले चाहिँ विचार प्रसारण गर्छ, आर्टिस्टले चाहिँ एनर्जी प्रसारण गर्छ कि त्यो बसेको मान्छे चाहिँ एनर्जी बोकेर निकाल्छ। द्याट्स द डिफरेन्स। मलाई चाहिँ यही लाग्छ। गफ दिएको भयो कि भएन? गफ त राम्रो भयो। यो गफ हुँदै गर्दा अब हामीले त तपाईँलाई मैले चाहिँ अब प्रायः नै भनौँ न दुश्मन कविताबाट त्यो डिजिटल मार्फतबाट नै चिनेको। अनि तपाईँलाई अब प्रायः दुश्मन भनेको झ्यासै तपाईँलाई मनोरञ्जन आइपुग्छ के सबैको प्रतिबिम्ब त्यो हुन्छ। यो त्यो दुश्मन कविताको के छ त्यो कथा अथवा हुन्छ नि त्यो दुश्मन? नेपालमा चाहिँ माओइस्ट आन्दोलन एकदमै विशाल
जन्मको भएको देशव्यापी थियो। हजुर अनि त्यो बेलामा चाहिँ म चाहिँ धेरै वर्ष अगाडि कुरा थियो, अब नेपालकोमा माओइस्ट आन्दोलन हुँदाखेरिको। अनि म चाहिँ गाउँमा आमा भेट्न भनेर गएँ। 7 ठाउँमा कि 7वटा स्टेसनमा बाटोमा मेरो गाडी रोकेको छ होइन। अनि आर्मीले चेक पोइन्टहरूमा चेक गरेको छ, मेरो बडी खोतलेको छ, मेरो किताबहरू हेरेको छ होइन। अनि म उहाँ गाउँमा गएँ। अनि गाउँमा गएको मेरो गाउँको घरमा चाहिँ कस्तो हुन्छ भने बाहिर मूल ढोका लगाइसकेपछि भित्रको कुनै ढोका पनि लगाउँदैन होइन। आफू यसै ढक्किएको हुन्छ होइन, साथी भित्रको कुनै ढोका कसैले पनि लगाउँदैन, बाहिर मूल ढोका लगाएको हुन्छ, अरू लगाउँदैन। काठको घर छ मेरो। अनि मेरो आमा चाहिँ राति अब जङ्गलमा नजिक त्यहाँ चान्दनी खोला भन्ने छ अलिक टाढा, यसरी जङ्गल छ, ठुलो पहाड छ, त्यहाँ चाहिँ माओइस्ट लडाकाहरू त्यो बुट लगाएको छ। अनि त्यो रिपोर्ट गनको रिपोर्ट बन्दुक बन्दुक पड्काएको छ होइन। जतिखेर उनीहरूले राति बन्दुक पड्काउँथ्यो त्यतिखेर मेरो आमा आएर मलाई यसो आएर छाम्नुहुन्थ्यो कि आएर होइन। राति मेरो छोरोलाई त बोलिहालेको छ कि छैन भने त्यसरी छाम्नुहुन्थ्यो मलाई। जतिपटक त्यहाँ जङ्गलमा बन्दुक पड्किन्थ्यो आमा जुनको उठेर आउनुहुन्थ्यो, अँध्यारैमा आएर मलाई यसो छाम्नुहुन्थ्यो, सबै शिरमा शरीरमा होइन मलाई छामेर। म आनन्दले सुतेको देखेर मेरो छोरो जिउँदो छ भनेर फर्किनुहुन्थ्यो। त त्यो अवस्थामा कस्तो थियो भने तपाईँको दाजुभाइ को दुश्मन को बैरी होइन, को आफ्नो को पुलिस को माओवादी केही थाहा हुँदैन थियो कि बुझ्नु भएन। आफन्त पनि केही थाहा हो, त्यस्तो डेन्जरस स्टेट। अनि त्यो अवस्थामा चाहिँ मलाई कस्तो लाग्यो भने बैरी भन्ने शब्द त इतिहासभरि कति खराब मिनिङ दियो क्या त्यसले। त्यो बैरीलाई पनि क्रिएटिभली हेर्न सकिन्छ, बैरी पनि सुन्दर हुनसक्छ भन्ने चाहिँ मलाई थियो। अनि एक बिहानै म फर्केँ गरी यसरी फर्केँ, मेरो कलेज चलाउँछु। अनि त्यहाँ चाहिँ म बिहान वाकमा सिँसिँ हुँदै थिएँ, अचानक त्यो कविता चाहिँ त्यो आयो। अनि त्यो वाकबाट आएर मैले चाहिँ लगभग आधा कविता लेख्दाखेरि एकजना दिनेश कुमार पौडेल भन्ने साथी चाहिँ, उनी चाहिँ भाषाको एडिटर हुन्, टक्क आइपुगेको थिएँ। अनि त्यो मनुजी हुनुहुन्छ भनेर घरमा होइन सोधेँ, हुनुहुन्छ भने अब उहाँ आउनुभयो कसरी टाइम नदिएँ, म लेख्दैछु नि मेरो साथी आउनुभयो भनेर म बाहिर गएँ, उहाँसँग एकछिन भेटेँ, मलाई 1 गिलास दुध पिउनुभयो, जानु। कविता लेख्दै है त्यही मुडमा, त्यो मुडमाबाट गएकै छैन फेरि। त्यसपछि फेरि फर्केर आएर त्यो कविता कम्प्लिट गरेँ। मलाई कस्तो लाग्छ भने त्यो बिचमा उहाँ आइदिनु एकदम ठिक भयो जस्तो लाग्छ। त्यो कविताको अन्तिम भाग, अन्तिम 2वटा प्याराग्राफ उहाँ गइसकेपछि लेखेँ मैले। उहाँ त्यहाँ नआएको भए त्यो कविताको मोड अर्को ढङ्गले जान सक्थ्यो, योभन्दा पनि राम्रो मोडमा जान पनि सक्थ्यो, योभन्दा एकदमै खराब मोडमा गएर कविता कम्प्लिटली बिग्रन पनि सक्थ्यो। कहिलेकाहीँ यस्तो चान्सहरूले पनि काम गर्छ कि आर्टमा। त्यो उहाँ अचानक त्यहाँ आइपुग्नु भयो, इन्टरफेयर गर्नुभयो नि त, बिथोल दिनुभयो नि त। त्यो बिथोल दिनुले मलाई लाग्छ कविता एकदम राइट प्याकेजमा आए, निर्माण भएर गयो। हेर्नुहोस् न अहिले मान्छेहरूले लिएको देखेर थाहा हुन्छ नि होइन। अब सेयर नै 2,43,000 मान्छेले सेयर गरेको छ, कति हो त त्यो एउटा कविताको सेयर? त्यसको भ्यू त 13.8 मिलियन, आजभन्दा 2 महिना अगाडिको रेकर्ड। 9वटा च्यानलबाट भाइरल छ, कसैमा 1.2 मिलियन, कसैमा 3.7 मिलियन, कसैमा 3.2 मिलियन, कसैमा 2.2 मिलियन, यस्तो छ। 13.8 मिलियन एउटा कविता भइरहेछ र 2,43,000 मान्छेले सेयर गरेछ। त्योभन्दा यता कतिले गरे मलाई थाहा छैन। त्यो त फेरि त्यो मान्छे बिचमा आएर डिस्टर्ब गर्दै त्यो लाइनमा गयो कि कहिलेकाहीँ त्यो अनएक्सपेक्टेड डिस्टर्बेन्सले पनि तपाईँलाई त्यो काम गर्छ। आर्ट त बडो विचित्रको कुरा हो कि केले बन्छ त्यो केले बन्छ भन्ने मलाई थाहा भइदिएको भए त म त्यसरी बनाइहाल्थेँ नि। यस्तै लाइफको अनसर्टेन कुराहरू चाहिँ आर्ट बने हुन्छ। र अर्को कुरा छ आर्टिस्ट, मैले काठमाडौँ नेपाल साहित्य महोत्सवमा एउटा कुरा बोलेँ, अरू कविहरूले त्यो कुरा लिएर हिँड्छन्। अहिले कवि नवराज पराजुली उनी चाहिँ सेलिब्रेटेड भए। भइसकेपछि उनले मलाई चाहिँ के भन्यो भने, दाइ म रसियन कल्चरल सेन्टरमा काठमाडौँमा मेरो प्रेजेन्टेसन थियो। अनि त्यो प्रेजेन्टेसन हुनुभन्दा अगाडि नवराज दाइ कफी खान्छु दाइसँग, 1 कप कफी खान्छु, त्यसपछि दाइ म यहाँ ल्याइदिइहाल्छु भनेर उनले मलाई बाहिर बोलायो। म गएँ, गएपछि उसले मलाई हतार के सोध्छ, दाइ कविको बाटो चाहिँ खास कुन बाटो हो भनेर सोध्छ उसले मलाई। अब त्यो केही पनि सोचेको छैन मैले, कुन बाटो। अचानक मलाई के भन्नु आएछ त्यहाँ भन्दाखेरि, अब हेर भाइ
व्यापारीहरू जे व्यापार जान्दछ जति धेरै जान्दछ उति प्रोग्रेस गर्छ त्यसमा त्यो बाटो। प्रोफेसरहरू जति आफ्नो एरिया धेरै जान्दछ त्यो बाटोमा खुब प्रोग्रेस गर्छ। टेक्निकल एक्सपर्टहरू इन्जिनियरहरू डाक्टरहरू जति धेरै आफ्नो एरियामा जान्दछ त्यति त्यसमा प्रोग्रेस गर्छ। कवि चाहिँ जति नजानेको एरियामा अगाडि बढ्छ त्यो त्यति धेरै प्रोग्रेस। अनसर्टेन बाटो नै कविको बाटो भनेकै द पथ अफ अनसर्टेनिटी, अनिश्चितताको बाटो। कहाँ जान्छ भन्ने नै उसलाई थाहा छैन कि के लेख्दैछ भन्ने नै थाहा छैन। अचानक त्यो चिज आइदिन्छ र त्यो चिज लेखेर चाहिँ उसले प्रोग्रेस गर्छ कि। तपाईँ जति अनसर्टेन बाटोमा जान सक्नुहुन्छ त्यति तपाईँको प्रोग्रेस हुन्छ। तपाईँ जति ज्ञानको बाटोमा जानुहुन्छ तपाईँ लेख्नै सक्नुहुन्न। तपाईँ कविता मरेर जान्छ, ड्यामेज भएर जान्छ। तपाईँले धेरै ज्ञान दिमागी कुरा तपाईँले हाल्नै नपाउनुहोस्। हृदयको इन्सपिरेसनलाई पर्खिरहनुहोस्। प्रेरणा हुन्छ कि एउटा सायद त्यो युनिभर्ससँग तपाईँको संवाद, तपाईँ मौन क्षणमा बसेर वेट गर्नु भएर ब्रह्माण्डसँग तपाईँले एउटा गर्नुभयो या कोही मानिससँग त्यो थाहा छैन, तर कुनै प्रेरणा एउटा साइलेन्ट मोडबाट तपाईँमा आउने हो। तपाईँको काम भने तपाईँ ट्रान्सलेटरको जात हो, त्यो आउँछ आइसकेपछि त्यसलाई लेख्ने हो। त्यस कारण कविले धेरै फुर्ती लाउनु जरुरतै छैन कि म कविता लेख्न जान्दछु, मलाई कविता लेख्नै हो। त्यो इन्सपायर्ड क्षणमा अरू बेलामा प्र्याक्टिस गरेर बस्ने हो। त्यसरी मैले कविताको प्र्याक्टिसनर भन्छु नि, म प्र्याक्टिसनर। कविता लेख्ने शैलीलाई म अभ्यास गरी बस्छु, आएको बखतमा लेख्छु। अरू बेलामा त आउँदै लेख्नै सक्दिनँ म। अनि मलाई कसरी आयो त? म कविता लेख्न जान्दो रहेछु त, जान्दो रहेछु नि त। अनि मैले अघि पनि त्यहाँ भने रातभर कहिले यस्तो फिलिङ आउँछ मलाई, यति धेरै स्ट्रङ फिलिङ आउँछ कि अब म पेन्सिल बोकेर खाली पन्ना बोकेर बसेँ।